From Utan's first visit to the launch of the Lumbini Master Plan, UNDP has played a key role in helping to preserve a sacred heritage that is unique to Nepal. The vision of Lumbini as a global center for peace has guided decades of careful planning and stewardship. उथानको भिजिट 1967 पछि 68 मा आएको चाहिँ जुन इमिडिएट एक्सन प्रोग्राम थियो युएनडीपीको त्यहीँदेखि चाहिँ लुम्बिनीको जुन टुरिज्म प्रमोसन चाहिँ 60s मै सुरु भएको हामी मान्छौँ। अल्टिमेटली यो ठाउँको चाहिँ बुद्धिस्ट हेरिटेजको प्रोटेक्सनमा पनि युएनडीपीको रोल छ र कम्युनिटीको चाहिँ सोसियो इकोनोमिक अपलिफ्टमेन्टमा जुन खालको एक्टिभिटिज भएको छ त्यो लुम्बिनीलाई नै टार्गेट गरेर भएको हुनाले त्यसपछि युएनडीपीकै इनिसिएटिभमा चाहिँ जुन लुम्बिनी मास्टर प्लान पनि बन्यो। त्यो भएको कारणले गर्दाखेरि अहिलेको जुन खालको लुम्बिनीको चाहिँ जुन पिक्चर छ त्यो लुम्बिनीको पिक्चर आउनुमा चाहिँ युएनडीपीको चाहिँ मेजर कन्ट्रिब्युसन मान्न सकिन्छ। Tourism at Lumbini supports local economies, preserves faith and culture, and promotes social harmony. मलाई केही बनाउन आएको थिएन तर पनि ट्रेनिङ लिँदाखेरि म यस्तो बनाउन सिकेँ। धेरै नै राम्रो लाग्यो। अझै ट्रेनिङ अगाडि बढोस् र हामी यसबाट आम्दानी पनि होस्, राम्रो होस्। नेपालबाट पनि थुप्रै मान्छेहरू आउँछ कहाँबाट उहाँ त्यो एउटा चिन्ह पनि लान सक्नुहुन्न कि लुम्बिनीको एउटा चिन्ह छैन नि त आफ्नो केही। सो आफ्नै लुम्बिनीकै माटोले यस्तो चिजहरू बनाएर उहाँहरूले दिन सकोस् भनेर प्रयास गरेका। हामी यस लुम्बिनी सांस्कृतिक नगरपालिकामा ऐतिहासिक रूपले देशव्यापी समस्याको रूपमा रहेको फोहोर व्यवस्थापनलाई यस नगरपालिकाले दीर्घकालीन सरसफाइ अध्ययन केन्द्र तथा हरित पार्कको नामाकरण गर्दै फोहोर व्यवस्थापन कार्यलाई हामीले अगाडि बढाउन सफल भएका छौँ र त्यसको मुख्य सहकर्मी युएनडीपीबाट सहकार्य र सहयोग सहित हामीले यो कार्यलाई अगाडि बढाउन सफल भएका हौँ। UNDP's evolving role shows how heritage and sustained development can be linked, creating green jobs involving its youth and managing ways to support tourism and heritage conservation in the rapidly urbanizing Lumbini province. UNDP and Nepal, 60 years together. Sustainable tourism, balanced growth.